हेलो एभ्रिवान, तपाईँलाई स्वागत छ आजको ब्लगमा। आज चाहिँ हामीहरू जानु आँटेको छु हनुमान मन्दिर, किनकि आज हो हनुमानजीको बर्थडे। अनि हामी चाहिँ अब जानु आँटेको छु हनुमान मन्दिर। हाम्रो गाउँको सामने नै छ हामीहरूको हनुमान मन्दिर चाहिँ। अब चाहिँ हामीहरू निक्लिनु आँटेको। हेर्नु सक्नुहुन्छ मौसम पनि एकदमै पानी पर्ने जस्तो छ। हामीहरूको गाउँमा चाहिँ यति दिनबाट पानी नै आइरहेछ। अहिले चाहिँ हामीहरू फाइनली शिव मन्दिर पुगिसकेको छु। अब हामीहरूको जस्ट यसको अगाडि नै छ हामीहरूको हनुमान मन्दिर। अब चाहिँ हामी एन्ट्री गर्छौँ अनि पूजासुजा गरिसकेर चाहिँ हामीहरू फेरि घर जान्छौँ। एभ्री इयर यहाँ चाहिँ उत्यो हुन्थ्यो, रेली हुन्थ्यो। अनि यो पालि चाहिँ भएन, किनकि धेरै नै पानीहरू भयो अरे। अनि भरे चाहिँ कीर्तन हुन्छ भनेर चाहिँ भन्नुहुँदै थियो। अनि अब चाहिँ हामी पूजा गर्नुतिर लाग्छु। तपाईँ ब्लग एन्डिङसम्म हेरिदिनु होला। अब चाहिँ म यता पूजा गर्नु थाल्छु। अहिले चाहिँ हामीहरू अब भित्र पूजा गर्नु लागि जानु आँटेको। यो चाहिँ हो हामीहरूको शान्तिपुरको हनुमान मन्दिर। आज चाहिँ हनुमानजीको बर्थडे हो अनि आज हामीहरू पूजा गर्नु लागि आएको गाइस। अब चाहिँ हामी यहाँ पूजा गरिसकेर बाहिर फेरि शिव मन्दिरमा जानेछु। हजुरहरू ब्लग हेरिराख्नु होला। जो आउनु पाउनु भएन हजुरहरू यहीँबाट दर्शन गरिहाल्नु। अहिले चाहिँ हामीहरू उहाँ पूजा गरेर आइसकेर अब यहीँ छ सामनेमा शिव मन्दिर। अहिले चाहिँ यहाँ म पूजा गर्दैछु गाइस। तपाईँहरू पनि आउनु भएको छ होला यो मन्दिरमा। को आउनु भएको छ गाइस कमेन्ट गर्नु होला। यहाँ चाहिँ म अब जल चढाउँदैछु। अहिले चाहिँ हामीहरू पूजासुजा गरिसके गाइस। अहिले चाहिँ म यता आएर हनुमान चालिसा पढ्दैछु। अहिले चाहिँ हामीहरू फाइनली पूजाहरू गरिसके। तपाईँहरू हेर्नु सक्नुहुन्छ हामीहरूको चाहिँ यो हामीहरूको गाउँको हनुमान मन्दिर हो। अनि यता साइडमा फेरि शिव मन्दिर पनि हुनुहुन्छ, त्यता पनि जानु होला। हजुरहरू आउनुभयो भने एकचोटि हजुरहरूलाई भिजिट गर्नु। यो मन्दिरमा चाहिँ एकदमै राम्रो हुनेछ। अनि अहिले चाहिँ हामीहरू फाइनली पूजाहरू गरेर भरे फेरि आउने हो। भरे चाहिँ कीर्तनहरू नि त, अनि फेरि आउने हो। थ्याङ्क यू फर वाचिङ।